अब हामी चाहिँ माछा साछा मार्नको लागि यहाँ सरदमहरू तयारी गर्दैछौँ। यो के हो थाहा भएन मलाई चाहिँ। यो के भन्छ पुरै नयाँ मान्छे परिएछ, केही थाहा छैन। त्यो डोरी ल म भिडियो बनाउँछु। ओके हाम्रो राम दाइले निकाल्नु भयो अब हतियार। हाम्रो दाइले यहाँबाट चारो निकाल्नुहुन्छ। जोस चाम्रे हो लुडिक छ। गृहमन्त्रीलाई धन्यवाद, भाउजूलाई। जोस आजको हाम्रो रमाइलो होला जस्तो छ है। ऊ मेरो ब्यागमा छ दाइ एप्पल ऊ ल्याएको जुस नासपाती ए स्याउपाती दाइको चाहिँ त्यो हो। लामो रहेछ, लामो रहेछ कि ए। एकजना नेपाली युवा हङकङमा माछा मारेरै हङकङमा आफ्नो व्यवसाय, आफ्नो दिनचर्या, आफ्नो गुजारा चलाउँदै हुनुहुन्छ। अस्ति भर्खर मैले कृषि गर्ने नेपाली दाइ ल्याएको थिएँ नि, आज माछा मार्ने मछावाली। यो कसरी हाल्ने हो सन्दीप सर? यो हाल्नु त एउटा हालेर ठेली हाल्नु। तपाईको हाल्नु भयो त्यो धागा हाल्नु भयो? धागा हालिसकेपछि हाम्रो दाइहरूले रेडी गर्दैछन् त्यहाँनिर। यो चाहिँ डोरी लगाऊ दाइ। ए यस्तो पुरै छिराउनु पर्यो। सुरुमा तन्किहाले माथिसम्म छिराउनु पर्यो पुरै। त यार यो चाहिँ तान्ने बटर्ने है। ओके ल ओके सुरु भएको हो। ए फाइनल्ली रेडी भइसक्यो। ए त्यस्तो रहेछ नि त कडा। सञ्जीव दाईको रेडी भयो दाइ। ल है अब हाम्रो सञ्जीव दाईले उद्घाटन गर्दै हुनुहुन्छ त्यहाँनिर। तर मलाई यो दामी लाग्यो कि। ल है रेडी। ए त्यस्तो पो हो। अरे यार यहीँदेखि पुग्दो रहेछ, फाल्न मिल्दो रहेछ। म त छेउमै गएर पो गर्ने होला भने त्यस्तो होइन रहेछ नि त। ए हो ए ओके ल। कहाँ पुगेछ हाम्रो डोरी चाहिँ। उद्याउनु दाइ ल मैले अट्ठाइरहेको छु है अहिले चाहिँ। ए तँ चाहिँ के गर्दै